नेपालको राजधानी कुन हो? काठमाडौँ। नेपालमा कुन हिमाल अवस्थित छ? सगरमाथा पर्वत। नेपालको आधिकारिक भाषा के हो? नेपाली। नेपालको सबैभन्दा पवित्र नदी भनेर कुन नदीलाई चिनिन्छ? बागमती। नेपालमा कुन जनावरलाई पवित्र मानिन्छ? गाई। नेपालमा कुन चाडलाई उज्यालोको पर्वतको रूपमा मानिन्छ? तिहार। नेपालको सबैभन्दा ठुलो नदी कुन हो? कर्णाली। नेपालको मुद्रा कुन हो? रुपैयाँ। नेपालमा रहेको युनेस्को सम्पदा स्थल तलको मध्ये कुन हो? पशुपतिनाथ। नेपालको सबैभन्दा लोकप्रिय ट्रेकिङ रुट कुन हो? अन्नपूर्ण सर्किट। आधुनिक नेपालको संस्थापक कसलाई मानिन्छ? पृथ्वीनारायण शाह। नेपालमा प्रचलित मुख्य धर्म कुन हो? हिन्दू धर्म। यस्तो भिडियो अझै पाउनको लागि फलो गर्नुहोस्, लाइक गर्नुहोस् र सब्स्क्राइब गर्नुहोस्। हामी तपाईहरुको लागि यस्तै सामान्य ज्ञान सम्बन्धी जानकारीहरू ल्याउँदै गर्नेछौँ।